ल हेर है साथी हो मेरो बहिनीले चाहिँ दिदी आँप खाने अरे कि अन्त कसलाई फोन गर्छ यति बेला फेरि सुर्दो अनि खाने भनेको आँप दिएको अरे आँपको बोक्रा मात्रै दिएको हो अनि हान्नु हम खाइरहेको छु उता दे न मलाई भने बोक्रा मात्रै दिँदै रहेछ दे न हौ यहाँ हिजो मलाई बोक्रा मात्रै दिनुभएको होइन अनि कहिले मलाई चाहिँ बोक्रा मात्रै दिएँ कि अनि मैले पनि बोक्रा मात्रै दिएको मैले त्यत्रो सोधेको हो खान्छ साब नानी भनेको अनि धन्न भनी चाख्छ भनेर सानो बोक्रा दिएको अनि त्यो त मैले चाख्न पो दिएको थिएँ त खान्छु भनेको भए ठुलो दिइहाल्छु नि दे न एकदम मात्रै दिन्छु हौ यसले दे कस्तो लोभी हो दे न माया लाग्दैन दिदीको फेरि बोक्रै मात्रै दियो अब आफै तास्दै अच्छा बिग्रेको रहेछ क्या हो यो त कालो कालो छ त चिनी अरू छ दिदी किरा परेको रहेछ नखानु ल ल ल ए किरा काटेर किराको खानु बच्चा कस्तो बिग्रेको रहेछ क्या टुप्पामा चाहिँ हेर्दा चाहिँ राम्रो थियो बिग्रेको र होइन होला हो नि हौ दिदी कस्तो होइन बुद्धि नै सबै बिग्रेको रहेछ क्या लु यहाँ हेर्नु किरा साथीहरू हामीले चाहिँ आँप खाँदै गर्दाखेरि यहाँ भेटेको कि ल हेर्नु त यस्तो बिग्रेको हुँदो रहेछ बाहिरबाट त कस्तो राम्रो पाकेको देखेर किनेको अनि सचेतले खानु है ल चाहिँ एउटा भिडियो बनाउँदै एउटा उयो भयो भने काटेर खानुपर्ने रहेछ हाम्रै गल्ती हो हुन त है यो हामीले यहाँ छ यहाँ ए यता पनि भयो छोड त हात छोड न ए होइन यता त किराको होइन त्यो किराको बच्चा छ हौ है सानो देख्दैन त्यो क्यामेराले क्यामेराले चाहिँ देखेन हो अब हामीले चाहिँ खाइहाल्यौँ हो सबैजनाले चाहिँ काटेर खानु है हामीले चाहिँ डल्लै टोक्ने भएको धोएर हो छ्या ल चिया पानी ल्याइदिनु त मलाई सचेत भएर खानु ल काटेर खानु ल तपाईँहरूले चाहिँ हामीले चाहिँ खाँदै